त्यसरी मैले अब यो समाजले त्यही हेऱ्यो किनकि उहाँको जो परिवारमा जो खुसी थियो यति मतलब कि यो जिन्दगी यो ठाउँमा आइपुग्दासम्म उहाँले जो स्ट्रगल गर्नुभएको थियो दुःख गर्नुभएको थियो नेपाल परिवारमा जागिर गर्नुभयो होइन पेसा गर्नु व्यवसाय गर्नुभयो होइन जहाँ कतैबाट उहाँले पसिना बगाउने कामहरू प्रयत्न गरेपछि न आज यो घरलाई उहाँले चाहिँ एक दिन पहिले बन्दै गरेको अवस्थामा रहेछ। हजुर हजुर यो चाहिँ फिनिसिङ पनि भएको छैन। अब के हुन्छ भोलिको दिनमा थाहा छैन यो घरको। घर अब खाली छ, एउटा घर माथि छ मेरो घरको छेउमा, एउटा घर यहाँ छ, अब दुइटै खाली छन्, ताला लाग्छन्। अब के भन्नुहुन्छ त एमबहादुर जीसीको यो बन्दै गरेको घर रित्तो भएको छ। अब सब पीडा शब्द नै छैन मसँग पोख्ने उहाँलाई के भनेर पोखौँ, को आएर बसिदिने होइन परिवार नै सकिसकेपछि। त्यस कारणले हो समाजले यसको रेखदेख गरिदियोस् है, यहाँनिर अनैतिक काम नहुने यो घरको कुरो पर छोराछोरीको राम्रो सर्भिस लागोस् होइन, अमेरिकातिर गएको चाहिँ छोराहरूको ज्वाइँहरूको चाहिँ पिआर बनोस्, त्यो बन्यो भने हामीले चाहिँ हजुरलाई पाटो चढाउनेछौँ भन्ने यथावत कुराहरू हामी हिन्दू सनातनीले एउटा होइन आस्था राख्छौँ। त्यही आस्थाको परिपूर्तिको लागि उहाँहरू चाहिँ यहाँबाट सोमबार यहाँ घर सराई गर्नुभयो, त्यसपछि मङ्गलबार चाहिँ यहाँबाट यात्रा गर्नुभयो र रुकुमकोट गएर बस्नुभयो। अनि अर्को दिन रुकुमकोटबाट चाहिँ यात्राकै क्रममा चाहिँ जाने बेलामा त्यस्तो घटना घट्यो र यो परिवारको मूल मान्छे भनेको एमबहादुर जीसी, उहाँको श्रीमती द्रौपदा जीसी, बुहारी तिला जीसी, अनि त्यसै गरी दुईवटा नाति, दुईवटा छोरीका एकवटा छोरा र उहाँको बुहारीको आमा, छोरीको सासू है, छोरीको देवर, धेरै परिवार 20 जनाले चाहिँ ज्यान गुमायो। सबै आफन्तहरू नै हुनुहुन्थ्यो। यसमा अब दुःख पीडा छ, अब त्यो पीडालाई लुकाउन सकिँदैन। देखिहाल्नुभयो हजारौँ मान्छेहरूले आँसु बगाएका छन् किनभने एउटा पाकेको बुढो पाएको जाँदा उमेर पुगेको थियो भन्ने हुन्छ, तर ती कलिला बच्चा मेरो घर आँगनमा खेल्ने मेरा साउराहरूसँग खेल्ने बच्चाहरूले आज दुनियाँ छोडेर गए, त्यसको पीडा धेरै छ समाजलाई। एमबहादुर जीसी जो उहाँको श्रीमतीसहित आफ्ना परिवारलाई लिएर आफ्ना छोराछोरीको सफलताको भाकल पूर्ति गर्नका लागि जलजला हिँड्नु भएको थियो। हजुर हो, त्यसको लागि हिँड्नु भएको थियो होइन। अब सफल भएन, त्यसलाई सफलता मानिँदैन किनभने अब कमाएको कसले राख्ने, कसले दिने, कसले खाने भन्ने कुरा हो। किनकि सन्तान हुन्छ र त्यसकारण कमाउने रहर मिल्छ मान्छेलाई। कमाउने रहर नै सकियो परिवारको। भनेपछि भगवानले पनि यी एमबहादुर जीसीको परिवारमा जो छोराछोरीको खुसियाली चाहिँ सधैँभर टिक्न र रहिरहन चाहिँ दिएनन्। समाजले टोलको अध्यक्ष हुनुहुन्छ। हजुर, म टोलको अध्यक्ष हुनु नाताले यहाँका भाइहरूलाई, यहाँका युवाहरूलाई सबैले हामीले पैरदार बनेर यो घरलाई बचाइदिउँ। घरको जिम्मेवार पनि तपाईँमाथि आइपर्यो। हो बिल्कुल, उहाँको छोरा चाहिँ अमेरिका हुनुहुन्छ होइन, उहाँ आउन सक्नु भएन। त्यसले गर्दाखेरि बाबु आउँदासम्म यो घरलाई चाहिँ यस्तै गरेर राखिदिन पाएँ, मैले एउटा आफ्नो सफलता मान्ने थिएँ। अब अन्तिम पटक तपाईँले अघि बिदाई गर्दाखेरि भगवानसँग प्रार्थना गरेको देखेँ। तपाईँले के कुरा चाहिँ भगवानसँग चाहिँ प्रार्थना गर्नुभएको चाहिँ? मैले चाहिँ त्यही हो, अब राम सत्य हो है, अनि त्यसकारण मैले चाहिँ हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, यिनी शब्दबाट नै मैले उहाँलाई बिदा गरेको। भगवानकै नामबाट बिदा गर्नु? हजुर, राम नाम। भगवानले नै परिवारको खुसी चाहिँ खोसेको हामीले महसुस गर्न सक्छौँ। ठिक छ, यस्तो छ। अब अभिभावकले मलाई पिट्यो भनेर अभिभावकसँग कति रिसाउनु होइन, मेरो गल्ती थियो होला कहीँनिर म पिटिनुमा, त्यतातिर पनि सोच्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अब कुन भगवानले उसलाई उठायो, तर फेरि पनि हामी सनातनले भगवान सम्झिनै पर्छ। धन्यवाद। यो एमबहादुरको परिवारमा चाहिँ को सदस्यको चाहिँ मृत्यु भयो? जो 20 जना हुनुहुन्थ्यो उहाँहरू सबै आफन्ती नै हुनुहुन्थ्यो? हजुर हजुर। यो घरको चाहिँ सदस्य चाहिँ को हुनुहुन्थ्यो? सदस्य चाहिँ अब घरमुली एमबहादुर जीसी भइहाल्नुभयो, उहाँको जीवन सङ्गिनी द्रौपदा जीसी, उहाँको एकमात्र छोरा बुहारी, छोरा चाहिँ अमेरिका हुनुहुन्छ, बुहारी तिला जीसी, त्यसपछि गएर नातिनी जेनिसा जीसी, नाति जेनिस जीसी, छोरी युवा जीसी बुढाथोकी, नाति देवेन बुढाथोकी, एउटी छोरी एलिसा जीसी थापा, बाबु संयोग थापा। यो उहाँको कोखबाटै जन्मेका सन्तानहरू भए, ती दुईवटा नाति छोडेर। त्यसपछि गएर फेरि उहाँको बुहारीको आमा, त्यसपछि गएर ठुलो छोरीको सासू, ठुलो छोरीको देवर, अनि काका ससुरातिरको ससुरा, काकी सासू, एउटा नन्द छोरीको यसरी गुमाउनु भयो र ड्राइभर भइहाल्नु एकजना, अनि उहाँले आफ्नो आमा गुमाउनु भयो। अनि त्यसरी चाहिँ 20 जना परिवारले चाहिँ ज्यान गुमायो।